भनिरहेको थिएँ नि एकदम धेरै बेडहरू भएको एकदम गाह्रो हुन्छ यो मिलाउनु बिचमा ग्याप पनि छैन होइन सो दिस इज माई अनदर रुम एडभाइजर सर आउनुहुन्छ अनि उहाँले कोही मेरो साथी पठाइदिनुहुन्छ होला पठाउनु त दिस इज माई भ्यू यस्तो इन्भाइरोमेन्टमा जब गर्न पाउनु नि गाइज भाग्यमा लेखेको हुनुपर्छ यति राम्रो लागेको छ मलाई यहाँ काम गर्न यति मन परेको छ नि अरू बेला प्रेसर हुन्थ्यो कि ओनरको प्रेसर साथीहरू नमिल्ने इन्भाइरोमेन्ट जब गर्नुको पीडा यहाँ ट्रकमा गएर ब्रेकफास्ट इन द मर्निङ बिफोर गोइङ टु वर्क तपाईँको आफ्नै घरमा ग्यास पसल छ अनि कोही छैन तपाईँको ल्याइदिने मान्छे मुझसे नहीं होगा This is my breakfast for today. One banana, one mango, and cucumber. Because the legendary singer Dheeraj Rai. कोलाई थाहा छ तपाईहरुलाई हाम्रोमा आउनु भएको थियो के After 2 months, I can eat junk food. Pani puri. Wow. म कफी खाएन भने म लाइक कफी एडिक्ट हो के कफी खाएन भने चाहिँ पुरो बिरामी जस्तो हुन्छ नि त अनि एन्ड अल्सो आई रियलाइज टिन्टेड सनस्क्रिनले कस्तो राम्रो देख्दो रहेछ भनेर अलिकति साइन दिँदो रहेछ कि अनि मैले अर्को डट एन्ड कीकै मोइस्चराइजर पनि एउटा ल्याएर आएको छु हाइलुरोनिक एसिड सेरामाइड समथिङ भएको Welcome to my channel, welcome back. Don't forget to like and subscribe. And this is my breakfast in the morning before going to work. I just woke up, did a little bit of like exercise, drank some water, coffee, and then before going to work, this is my breakfast for today because it's like mango ko season. That is why I have been eating mango a lot. And this banana, one a little bit of chickpeas, and this is rosemary water. It has nothing, just rosemary. हाम्रो घरमै छ rosemary, that is why त्यही भएर so keep on watching guys, bye bye. Morning guys, going to work and look at this view in front of me. Oh, I have to cross all these views and I love this view, by the way. And that's me. Today my friend has a leave. हप्तामा एकचोटि पाउँछ नि त छुट्टी अनि मैले अस्ति लियो अनि आज उसले लियो सो नेक्स्ट टाइमदेखि चाहिँ मन्डे र ट्युसडे लिने भनेर प्लान गरेछ बट दिस टाइम चाहिँ हाम्रो काम परेर पनि लिनु पर्यो क्या हामीले ताइनातुईको टाइममा बट या इट्स हर लिभ ल्याइदिनु भएको अरू मान्छेलाई ए तपाईँहरूले चाहिँ ग्यासको उसमा काम गर्नुहुन्छ ए तपाईँको आफ्नै घरमा ग्यास पसल छ अनि कोही छैन तपाईँको ल्याइदिने मान्छे छोरा अफिस गइहाल्छ आमाको अफिस सुरु होइन कहाँनिर ल्याउनु भयो बाफ्रे म त मरिहाल्छु होला वाउ मुझसे नहीं होगा फुल हो कि हाफ हो ए अहिले त हाफ मात्रै पाउँछ है साँच्ची Look at this bro. Right. पहिलाकै हो कि बलियो चाहिँ हामी त सक्दैन त्यही त आमा अब तपाईँको आफ्नो ग्यास पसल भएपछि पहिल्यैदेखि पुर्याउनु भयो होला कुन ग्यास हो यो श्री रहेछ हाम्रो त ओम हो This is my breakfast for today. One banana, one mango, and cucumber because all of them are seasonal fruit. Mango is like seasonal, but cucumber I don't know. Banana is we can find all the season. This is my breakfast before going to work. I'm not having any coffee or anything for drink because I don't want to drink anything more, so that is why this is my breakfast. I'm working like upside down
I cleaned the room first, and now I am sweeping the leaves, because immediately after coming, we had to clean the rooms because a lot of rooms were occupied yesterday and check out in the morning. That is why I clean the room first. We clean the room first, and now I'm sweeping the road. It's like all the leaves. I need to sweep all the leaves. That is why I'm sweeping now. It's my 5th room cleaning. Already finished. Now one bottle of water and then towel. आमा जब गर्नुको पीडा यहाँ ट्रकमा गएर आयो त्यो पनि गर्न भेट्यो हामीले ट्रक पनि आमा मम्मी कस्तो डर लाग्यो मलाई अबे आई ओए बिस्तारै चलाउनु नि भाइ के खोल्छ के मेरो खुट्टा परेर अध्यारै आज चाहिँ घाम लागेर उज्यालो वाह तर पानी पर्दै ठिक छ गर्मी हुँदैन नि त आज त गर्मीले मन लाग्छ मान्छे यस्तो पानी परिरहन्छ होइन अनि उ त्यो चाहिँ हातले खेल्ने फुटसल खेलिरहेछन् कि मैले पनि भर्खरसम्म खेलेको यस्तो हात दुखेर मेरो त पुरा हात थाकिरहेछ पानी यति ठुलो परेको छ अनि यहाँ आज हाम्रोमा धीरज राई भन्ने सिङ्गर आइरहनु भएको छ होइन अनि त्यही भएर हामी यहाँ कुरेर बसिरहेको के आज तर एकदम धेरै पानी पर्यो त्यो धीरज राई आउने बेला त आउन लाग्छ होला यहाँ पुरा वेलकमको लागि रेडी पार्दैछन् अनि त्यही भएर कुरिरहेको थिएँ म पनि हाउ मेनी अफ यु गाइज नो द सिङ्गर धीरज राई मलाई पनि थाहा थिएन त्यहाँ हाम्रोमा आउनु भएको रहेछ अनि त्यही बेला मात्रै हेरेको उहाँ चाहिँ पहिला अलिकति अगाडितिर चाहिँ फेमस मान्छे हुनुहुँदो रहेछ बेकार भ्युज क्लिक गरेछु यहाँबाट हो नि त तरिका तर अझै पनि मेरो क्यामेरामा सबै राम्रो आएको छैन बट स्टिल इट्स ब्युटिफुल कस्तो राम्रो आएको छ तर क्यामेराले क्याप्चर गरेन आँखामा यति राम्रो देखाएको छ 2 महिनापछि लाफिङ हो माई गड हिमानुडल पनि मगाएको थियो हिमानुडल चाहिँ आउनै बाँकी थियो क्या दामी बादल ओ माई गॉड व्हाट इज दैट ब्रो हे कसरी यति राम्रो बादल बसिरहेको वाउ after 2 months I can eat junk food pani puri kurkure and also coke I was dying to eat junk food. I was just waiting for my medical to like end. And today it's finished. And finally I can eat it, bro. I have waited for like two months. My goodness. Finally I can eat this, bro. Let's just enjoy this, bro. Hello guys, welcome back. I just finished making this bed. And I want to just like talk sometime. हिजो चाहिँ मेरो छुट्टी थियो बिकज मेरो मेडिकल थियो अनि म मेडिकलको लागि गएको थिएँ हिजो सैटरडे चाहिँ छुट्टी दिने चान्स चाहिँ हुँदैन तर मेरो चाहिँ भयो छुट्टी अनि दिनुभयो अनि म छुट्टी थियो हिजो मेरो अनि आज चाहिँ मैले यहाँ यही रुम बनायो अनि हिजो लाइक मैले 1.5 महिनादेखि जङ्क फुडहरू केही खाएको थिएन कि मेरो मेडिकल बिग्रिन्छ भनेर हिजो मेरो मेडिकल सकेपछि म 12 बजेतिर सिधा इनड्राइभमा चढेर चाबेलमा आएर एउटा फुल किमान्डल 2टा लाफिङ खायो कोक खायो हिजो अनि घरमा आएर पनि पानीपुरीको प्याकेट किनेर लगेर आफैले 2टा वाइमा पानीपुरी बनाएर खायो हिजो यस्तो
कस्तो मस्त जङ्क फुड यति खायो हिजो, यति खायो जङ्क फुड यति खायो। अब मलाई 1 महिनालाई जङ्क फुड पुग्ने। मैले हिजै खायो क्या, त्यहाँ अङ्कलकोमा ठ्याक्कै रहेछ क्या। मैले अरू जङ्क फुडहरू पफहरू के किनिरहेको थिएँ, अङ्कलले आफैले रिमाइन्ड गर्नुभयो कि पानीपुरी लगेर खाऊ भनेर। अनि मैले लगेर घरमै बनाएर खाएँ होइन। मलाई यति यति आनन्द आयो हिजो जङ्क फुड खाएर, यति आनन्द आयो कुरै छोडिदिउँ कि। मैले 1.5 महिना जङ्क फुडहरू केही छोएको थिएन, लाइक राम्रो खानेकुरा हेल्दी खानेकुरा मात्रै खाइरहेको थिएँ। बिकज मेरो मेडिकल थियो, मलाई थाहा थियो केही मैले लापरवाही गरेँ भने बिग्रिन्छ भनेर। अनि मैले पुरा हिजो यति खतरा मैले जङ्क फुड खाएँ, यति खतरा जङ्क फुड खाएँ नि मैले हिजो। अनि हिजो त जङ्क फुड खाएर मेरो दिन गयो क्या। हिजो चाहिँ म उताबाट आएपछि मेडिकलबाट आएर के गरेँ, जङ्क फुड बनाएको छ खाएको छ, जङ्क फुड बनाएको छ खाएको छ। एन्ड हिजो चाहिँ किमा नुडल र लाफिङ खाएर सकाएपछि चाहिँ मैले सधैँ किन्ने पसल छ क्या जाबेलमा चाहिँ। अनि अलिकति स्किन केयर भन्दाखेरि पनि म चाहिँ खासमा त्यो टिन्टेड सनब्लक मैले ChatGPT-मा सोधेको थिएँ कि कुन राम्रो हुन्छ भनेर। ChatGPT-ले चाहिँ .nk को मलाई रेकमेन्ड गरेको थियो। मैले अस्ति त्यो नेपालमा चाहिँ त्यो एउटा वेबसाइट रहेछ हिलमा भनेर, अनि त्यसबाट अर्डर गर्छु भनेर सोचेको थिएँ। अनि त्यसमा चाहिँ फेरि सेड नम्बर हुँदो रहेछ क्या। अनि मलाई कुन सेड मिल्छ भनेर थाहै छैन कि। मैले अहिलेसम्म अब युज गरेको छैन, फाउन्डेसनहरू कहिले युज गरेको छैन, मलाई मेरो सेड नम्बर पनि थाहा छैन। अनि मैले चाहिँ त्यही के भन्छ चाबेलमा गएर अब मेरो सेड नम्बर सोध्छु, हेर्छु, अनि त्यसपछि मलाई कुन सेड मिल्छ त्यसपछि म सेड नम्बर लिएर अनि तपाईँलाई अर्डर गर्छु भनेको थिएँ। तर मैले त्यहाँ गएँ अनि मैले 40 रुपिस मैले सस्तो पाएँ क्या त्यहाँनिर। त्यो हिलमामा चाहिँ 790 रुपिस भनेको थियो, मैले 750मा त्यहाँ दिनुभयो। अनि मैले चाहिँ त्यो .nk को एउटा टिन्टेड सनस्क्रिन लगाएको छु। अनि मैले अर्को .nk कै मोइस्चराइजर पनि एउटा ल्याएर आएको छु, हाइलोरोनिक एसिड सेरामाइड समथिङ भएको। यस्तो राम्रो छ नि त्यो सनस्क्रिन, मलाई क्या मन परेको छ। एकदम त्यो ड्राई स्किनको लागि चाहिँ एकदमै पर्फेक्ट छ, बट कम्बिनेसन स्किनलाई पनि राम्रै हुन्छ भनेको छ। अनि मैले .nk को त्यही मोइस्चराइजर र टिन्टेड सनस्क्रिन लगाएको छु एन्ड आई फिल लाइक ब्युटिफुल टुडे। अनि आज बिहान चाहिँ काममा आउने बेला के भएको थियो भने, अब मैले हिजो स्याटरडे छुट्टी ल्याएको थिएँ नि त, अब रुबेला लियो जस्तो लागेर। अनि आज चाहिँ 8 बजे आइपुग्नु पर्ने, अनि मैले बिर्सेर म 8 बजे घरबाट हिँडेँ क्या। अनि त्यसपछि मैले त त्यो साथी रिसेप्सनको बहिनीलाई पनि फोन गरेँ, अनि उसको कुरै सुनेन क्या। अनि आइरहेको छु भने जस्तो लाग्यो क्या। अनि एउटा बस माइक्रो आइरहेको थियो, त्यो आएको पनि मैले उसलाई कुर्ने भनेर मैले छुट्याइदिएँ कि। आधी घन्टा कुरिसकेपछि पो अनि फेरि मैले त्यो बहिनीलाई कल गरेँ। अनि अलि राम्ररी सोधेँ कि तिमी कहाँ हो, आइरहेको भनेको कि पुगिसक्यो भनेको। अनि बहिनीले म त पुगिसक्यो भने कि। मैले चाहिँ अगाडि अब जहिले पनि मैले फोन गर्दा म आइरहेको छु, यहाँ आइरहेको छु, त्यहाँ आइरहेको छु भन्छ, बानी भएर मैले उसलाई कुरेर बसेँ। तर आज 8 बजे आउनुपर्ने हो नि त होइन। अनि त मैले चाहिँ बिर्सेर अनि म चाहिँ लाइक कुरिरहेको थिएँ कि बहिनीलाई, आधी घन्टासम्म बहिनीलाई कुरेँ। अनि त्यसरी लास्टमा त अब गाडी आउँदैन, हिँडेर आयो भने अफकोर्स 1 घन्टा लाग्छ। अनि त्यही भएर फेरि म इनड्राइभमा आएको, इनड्राइभमा 90 रुपिस तिरेर अनि इनड्राइभमा आएको कि। आई वाज लाइक मलाई एकछिन त क्या रिस उठेको क्या, बहिनीको राम्रो कुरा नि सुनेन, म चाहिँ बहिनी आउँछ होला भनेर कुरेर बसिराखेको के। हाई गाइस, वेलकम ब्याक टु माई च्यानल। इट्स अर्ली इन द मर्निङ मन्डे। आज चाहिँ बिहान छिटो उठाएको थिएँ अनि यताउति घरमा सरसफाइहरू गरिरहेको थिएँ। अनि म चाहिँ केरा स्याउ र अनि अन्डा अनि दाल खाएर आउँछु भनेर प्लान गरेको थिएँ। तर बहिनीले चाहिँ हिजो म जस्तै भएछ क्या, बहिनीले आज कति बजे काममा आउने भनेर बिर्सेछ। अनि बिहानै 7 बजी नै उठेर आएछ 8 बजे पुग्ने भनेर। अनि 7 बजी नै बहिनी आएर अनि मलाई कल गर्यो कि गाडी चढ्ने ठाउँ भन्यो। अनि त्यसपछि अब 1 घन्टा टाइम बाँकी छ नि त। अनि मैले प्लान गरेको थिएँ कि म यो 1 घन्टाभित्र यो गर्छु भनेर। अनि त्यो बहिनी आयो, अनि बहिनी अब 1 घन्टा के गरेर बस्छ रोडमा भनेर अनि मेरोमा आऊ भनेर बोलाएको। अनि बहिनीले लोकेसन मिस गरेर बहिनीलाई यहाँ र त्यहाँ यताउति गर्दा खोज्दै आधी घन्टा गयो होइन। अनि त्यसपछि मैले के मेरो प्लान गरेको के खान पाएन, दाल कचौरामा खनाएको थिएँ, दाल पनि खान पाएन, एउटा स्याउ टोक्दै आयो। अनि त्यसपछि यहाँ आएपछि चाहिँ अनि 2टा अन्डा ल्याएको थिएँ, अनि कफी पनि यतै खाएको कि। मैले कफी खाएन भने म कफी एडिक्ट हो क्या, कफी खाएन भने चाहिँ पुरो बिरामी जस्तो हुन्छ नि त। अनि कफी पनि यही बहिनीले बनाएर दियो, अनि खाएर अनि अलिकति फ्रेस फिल भएको छ। नत्र म कफी खाएन भने चाहिँ आई बिकेम सिक के, म पुरै बिरामी हुन्छ, मेरो जिउले कामै गर्दैन, म पुरा थला पर्छु क्या। अनि आज कफी नखाइ आएको होइन। अनि यस्तो गाह्रो भइरहेको थियो। अनि अन्डा पनि यही ल्याएर खायो। अनि त्यसपछि अलिकति राम्रो फिल भइरहेको छ क्या अहिले चाहिँ, मलाई बढालिरहेको छ यतातिर। एन्ड अल्सो आई रियलाइज यो टिन्टेड सनस्क्रिनले कस्तो राम्रो देख्दो रहेछ भनेर, अलिकति साइन दिँदो रहेछ कि। आई जस्ट रियलाइज यही भर्खर बनाएको भिडियो हेरेर 2 दिन भयो मैले टिन्टेड सनस्क्रिन युज गर्न थालेको।
लेट्स सी कस्तो खालको रिजल्ट आउँछ भनेर एन्ड या आइएम लभिङ इट बट यहाँनिर मेरो नाकमा एकदम पोर्सहरू छ नि त त्यो पोर्सलाई चाहिँ बन्द गर्दो रहेछ अनि त्यो पुरानोवाला सनस्क्रिन नोजमा चाहिँ पुरानोवालै लगाएको अन्त चाहिँ टिन्टेड सनस्क्रिन लगाएको छु एन्ड आइएम लभिङ इट हाई गाइस आई जस्ट ह्याड माई लन्च एन्ड देन आज चाहिँ त्यति धेरै काम छैन कि अनि त्यही तन्नाहरू पट्याउने धुने छुट्याउने यस्तो कामहरू गरिरहेको छु यो चाहिँ हाम्रो कुटी हो होइन अनि यहाँ चाहिँ क्लिनिङको स्टफहरू राख्छ अनि कोही सरहरू बस्नुहुन्छ है कहिले अनि यहाँ सामान ल्याएर आएको थिएँ अनि लुडो खेल्दै बसिरहेको थिएँ अनि अगाडि हेर्नु त वाट इज दिस भ्यू इट्स लाइक ग्रिनरी एभ्रिवेयर एन्ड आई लभ दिस प्लेस सो मच म चाहिँ होइन सफा गरेर आएको थिएँ अनि त्यसपछि स्क्रोल गर्दै थिएँ क्या फेसबुक अनि एउटा नेवार सांसदले चाहिँ नेवारी भाषामा बोलेछ होइन खै के को बारेमा जस यस्तै कानुनहरूको बारेमा यो दफाको यो भनेर अर्को सांसदले तामाङ भाषामा रिप्लाई दिएछ कि म त यति हाँसेको 2-3 चोटि हेरेँ क्या म त ओ माई गड के भइरहेछ यो पालि यो सांसदतिर वाट इज गोइङ अन ब्रो लाइक एउटा नेवारी भाषामा बोलिरहेछ अर्को तामाङ भाषामा हामी हेरेछ रात त राम्रै देख्छ दिउँसो नि राम्रै देखिँदो रहेछ झन् काठमाडौँ सहर त्यो टोखाको माथि साइडबाट झन् यस्तो दामी देख्छ नि I have to make all rooms by myself because my co-worker is on leave. So we had a lunch and I'm here. Bed already done. Now I have to clean the floor and the toilet, bathroom. And I also have like 3 more room left. Also there's like रुममा मान्छेहरू पनि छ उनीहरू निस्क्यो भने म आज बिहोस हुनेवाला छु एक्लै छु एकदम धेरै मेहनत गर्नुपर्नेवाला छ सो या टायर्ड मेरो कोवर्कर हुँदा चाहिँ मोस्टली लाइक हि इज भेरी सपोर्टिभ सो मैले बाथरुम मात्रै गऱ्यो भने पनि इनफ हुन्छ कि बाथरुम सानो छ लेट मी सो यु गाइज सो लाइक दिस इज द साइज यो त मैले लाइक राम्ररी गरे पनि 5 मिनटमा सकिन्छ न त 2-3 मिनटमा सकिने कुरा हो नि त अनि माई कोवर्कर मोस्टली डु एभ्रिथिङ एन्ड टुडे आम लाइक अलोन आम डुइङ इट बाई माइसेल्फ एन्ड आम टायर्ड वेयर आई हेभ टु डु बिकज लाइक छुट्टी जसलाई पनि चाहिन्छ अफकोर्स छुट्टी सबैले चाहिन्छ मलाई चाहिन्छ भनेपछि अफकोर्स मेरो कोवर्करलाई चाहिन्छ एभ्री वान निड्स लाइक टाइम फर देमसेल्फ नि त सो I'm not complaining it, I'm just like saying it today I have to do it everything by myself त्यो मात्रै हो otherwise like there's no complaint at all I'll do it I can do it just bed को त्यो बेड को यत्रो मोटो मोटो हुन्छ नि त बेड उठाएर अनि त्यहाँभित्र त्यो च्याप्न बेडसिटहरू च्याप्न चाहिँ गाह्रो हो अरू त लाइक म गर्न सक्छु कि एक्लै पनि बट अहिले एकछिनमा हाम्रो सुपरभाइजर सर आउनुहुन्छ अनि उहाँले कोही मेरो साथी पठाइदिनुहुन्छ होला पठाउनु त टिल देन अहिले उहाँ चाहिँ तल नारायण चोक जानुभएको छ क्या आई डोन्ट नो के सामान लिनको लागि सो अहिले आउनुहुन्छ होला अनि उहाँले मेबी मेरो साथी भनेर कोही पठाउनुहुन्छ होला त्यो बेलासम्म चाहिँ म यो रुम नम्बर 7 मेबी कम्प्लिट गर्छु होला एन्ड देन माथि 16मा छ 16मा त 5वटा बेड छ सँगसँगै सिधा क्या मिलाउने यति गाह्रो हुन्छ त्यो त यस्तो ग्याप छैन नि त दुईटा बेडको बिचमा अनि यस्तो गाह्रो हुन्छ ब्रो त्यो बेड मिलाउनु चाहिँ त्यो रुम चाहिँ मलाई कसैले कोही नबस्दै हुन्छ जस्तो लाग्छ कि त्यो बेड चाहिँ मिलाउनु गाह्रो हुन्छ कि अनि अर्को एउटा 2 नम्बर पनि छ यस्तो कुनामा बेड पुरा च्यापेको छ के अनि त्यहाँ पछाडि गएर मिलाएर टिनिक्क बनाउने यस्तो गाह्रो हुन्छ कि अब दुई साइडमै स्पेस भयो भने चाहिँ त्यसमा के गाह्रो हुँदैन के बट देन त्यो 2 नम्बर र माथि 16 नम्बर अनि त्यसै 17मा त लगभग मान्छे लाइक यस्तो महिनामा एकचोटि यस्तो मात्रै बस्छ 16 त दिनमा 2-3 चोटि गएर हुन्छ अनि 16 चाहिँ एकदम लाइक हप्तामा 2 चोटि जति जान्छ धेरै गयो 2 चोटि जान्छ नत्र हप्तामा 1 चोटि जान्छ हैन मिलाउन यति गाह्रो हुन्छ मा गड ब्रो तर गर्नै पर्छ के गर्नु सो या द्याट इज व्हाट आई वान्टेड टु अपडेट यु गाइस that's me is very comfortable pant jeans pant but very comfortable this was the t-shirt I was talking about दुईटा सेम कलर किन्यो भनेर भनिरहेको थिएँ नि
सो यो चाहिँ व्हाइटिसमा छ, अर्को चाहिँ ब्ल्याकिसमा छ, ब्ल्याक कलर अलिकति धेरैमा छ। त्यो पनि म लाएर देखाउँला एक दिन। आज चाहिँ दिस इज माई ड्रेस बिकज एन्ड अल्सो लेट मी सो यु बाहिर बिकज रे दिस इज माई भ्यू। लुक लाइक डु आई लुक लाइक एम आई वर्किङ हियर? लुक यस्तो इन्भाइरोमेन्टमा जब गर्न पाउनु नि गाइज, भाग्यमा लेखेको हुनुपर्छ। एभ्रिवेयर इज ग्रिनरी एन्ड लाइक आई वर्क हियर। यति राम्रो लागेको छ मलाई यहाँ काम गर्न, यति मन परेको छ नि, यति मन परेको छ नि। थाहा छ मलाई काम गर्न अल्छी लाग्थ्यो होइन, लाइक अरू बेला प्रेसर हुन्थ्यो कि ओनरको प्रेसर, साथीहरू नमिल्ने, इन्भाइरोमेन्ट नराम्रो हुने, अनि कति धेरै कुरा प्रब्लम हुन्छ नि त, जानुपर्ने आउनुपर्ने यो त्यो भन्ने हुन्छ होइन। तर यहाँ चाहिँ न ओनरहरू नै स्ट्रिक्ट छ, दे आर भेरी फ्रेन्डली, अनि साथीहरू सबैजना फ्रेन्डली, यति फ्रेन्डली छ सबजना। इन्भाइरोमेन्ट यति राम्रो छ। मैले मेरो यत्रो 28-29 वर्षको करियर भन्दा नि जस्ट जब गर्दाखेरि मैले फर्स्ट टाइम यो जब मन परेको मलाई। बिकज हुन्छ सैटरडे सन्डे चाहिँ अलिकति प्याक हुन्छ होइन, तर अरू बेला त्यस्तो प्याक पनि हुँदैन, अनि प्रेसर हुँदैन। अब आफूले गल्ती गऱ्यो भने गाली गर्नुहुन्छ, त्यो आफ्नो गल्ती हो, त्यसलाई एक्सेप्ट गर्नुपर्छ होइन। अदरवाइज होइन, आफ्नो काम आफ्नो तरिकाले गर्ने हो, कसैले प्रेसर दिँदैन, कसैले गाली गर्दैन। इन्भाइरोमेन्ट कति राम्रो छ, अनि हरेक कुरा राम्रो छ कि यहाँको चाहिँ। मलाई आई नो लाइक हाउसकिपिङ इज हार्ड जब, मैले आफूले गरेपछि थाहा पाइरहेको छु। बट देन इन्भाइरोमेन्ट यति राम्रो छ कि मलाई मेरो काम गाह्रो छ या गाह्रो हुन्छ या अप्ठ्यारो हुन्छ भनेर मलाई फिलै हुँदैन के। यति राम्रो लागिरहेको छ मलाई यहाँ काम गर्न चाहिँ। फर्स्ट टाइम मलाई काम गर्न राम्रो लाग्यो कि, एन्ड स्यालेरी वाइज इट्स भेरी गुड। त्यही भएर आइ एम रियली इन्जोइङ दिस जब। माई अनदर रुम। यो मैले भनिरहेको थिएँ नि एकदम धेरै बेडहरू भएको, एकदम गाह्रो हुन्छ यो मिलाउनु, बिचमा ग्याप पनि छैन होइन। So this is my another room. I'll be doing it by myself. So yeah guys, this is my another room. I don't have to change all of the things stuff because यहाँनिर 4 जना मात्रै मान्छे बस्नु भयो। आई थिङ्क द्याट बेड एन्ड देन यताको दुईवटा युज गर्नुभएको छ। यो वाला त चलाउनु भएको छैन, यो यतिकै तन्काइदिने हो। यिनीहरू बाँकी चाहिँ मिलाउनु पर्ने छ, मिलाउँछु। अनि एक्लै छु, आई फिल लाइक 3 घन्टा लाग्छ होला यही भित्र मलाई। बट बाथरुम पनि छ नि त। अनि यप, सो सी यू गाइज, डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब। आई सी यू इन अनदर भिडियो। बाई बाई।